नमस्कार सम्पूर्ण मित्रहरूमा र आज नवनियुक्ति हुनुभएका प्रधानमन्त्री बालेन शाहलाई हार्दिक बधाई र बालेन शाहको सम्पूर्ण टिमलाई हार्दिक बधाई भन्न चाहन्छु। र आज उहाँहरूले शपथ लिने बित्तिकै र उहाँहरू प्रधानमन्त्री हुने बित्तिकै मलाई चाहिँ अचम्म लागिरहेको छ किनभनेदेखि मैले धेरै साथीहरूलाई चाहिँ राजसभालाई जिताउनुपर्छ, घन्टीमा भोट हाल्नुपर्छ भनेर रिक्वेस्ट गर्दा धेरै साथीहरूले इन्कार गर्नुभएको थियो र धेरैले डाउन गरेर पनि बोल्नु भएको थियो र तिनै साथीहरूले आज हार्दिक बधाई बालेन शाह, हार्दिक बधाई रवि लामछाने भन्दै भट्टाभट भिडियो फोटो डाउनलोड गर्दै उहाँहरूले चाहिँ शुभकामना दिँदै हुनुहुन्छ। दिन हुँदैन भन्न खोजेको चाहिँ होइन, तर दिनुपर्छ र तपाईँहरूले भोट चाहिँ अरू पार्टीहरूलाई दिने, भोट दिने बेला एउटा दुलोमा लुकेर बस्ने अनि अहिले जितेर चाहिँ प्रधानमन्त्रीसम्म हुँदाखेरि अनि बल्ल हार्दिक बधाई दिने। तपाईँहरूले पनि त्यो बेला साथ सपोर्ट गर्नुभएको भएदेखि झन् सुगन्ध हुन्थ्यो क्या। तपाईँहरूले किन साथ सपोर्ट गर्नु भएन? यो देशको चिन्ता भनेको तपाईँहरू हामी सबैलाई हो नि त। तर पनि तपाईँहरू अरू पार्टीलाई भोट दिएर बस्नुभयो क्या। अरू पार्टी भनेको हामीले 30-40 वर्षदेखि हेर्दै आएको थियो। अब उन्नति प्रगति केही पनि हुँदैन भन्ने कुरा चाहिँ सबै आम जनताको मन मुटुमा बसिसक्यो क्या। त्यही भएर सबैले राजसभालाई दिएर भोट दिएर चाहिँ राजसभालाई जिताएको हो। हजुरहरूले बुझ्न आवश्यकता छ र हजुरहरूलाई अहिले अरू पार्टीलाई भोट दिएर तपाईँहरूको भोट चाहिँ सब खेर गएछ क्या। तपाईँहरूलाई आत्मग्लानि लाग्दै होला क्या। ल यदि भन्दै केही गल्ती बोले भने माफ चाहन्छु भन्दै बिदा हुन्छु। हस्त नमस्कार।